नमस्ते वेलकम ब्याक टु आवर अनदर भिडियो। सो गाइज अहिलेको टाइम भएर 4:00 आज शुक्रबार हो। फाइनली म स्कुलबाट आइसकेँ। सो हेर्नुहोस् गाइज, बर्खाको महिना छ, असारको महिना छ है, पुरै फगकै फग भइरहेको है। अहिले पानी पर्ने सिजन है, पुरै पानी परिरहेको। सो बल्ल बल्ल फुर्सद मिल्यो क्या मलाई। स्कुलबाट पनि आउन गाह्रै भएको थियो, बाबा आउनु भएको थियो लिनलाई तलतिर। सो गाइज फाइनली आइसकेको छौँ तल। सो अरू के चाहिँ गर्नु पर्यो, त्यति घुम्न आएको कि केही खासै केही पनि काम छैन। सो त्यतिकै आएको म घुम्न। अल्छी लागिरह। आजकल मैले सर्ट भिडियो हाल्न सुरु गरेको थिएँ, एकदम धेरै रिस्पोन्स आइरह। जाउँ माथितिर यसो घुमेर आउँ। हेर्नुहोस् हाम्रो स्कुलको गेट अझै खुल्यो है। जसले देखिरहनु भयो उहाँ कमेन्ट गर्नु। सो नाउ यता हेर्नुहोस् गाइज, फगहरू छ है एकदम। सो गाइज पानी पर्न सुरु भइसकेको छ। कतिहरू रुकिन्छ फेरि यसले भन्छ कि अनलक, जब पनि भिडियो बनाउन थाल्छु पानी परिहाल्छ यार। मलाई त भोलि बनाउने विचार थियो, तर आजकल धेरै सब्सक्राइबरहरू बढ्दै हुनुहुन्छ। सो जसले पनि नयाँ नयाँ सब्सक्राइब गर्नुभयो उनीहरू थ्याङ्क यू। म घरभित्र आइसकेको छु। सो अब बाहिर जाने विचार, बाहिर पानी परिरहेको के जाउँ, जे पनि जाउँ। हेर्नुहोस् पानी छिटाइरहेको, रोडतिर घुम्न जाउँ भने पानी छिटाइरहेको, उता हुसु ल्याइरह। हेर्नुहोस् उतापट्टि पुरै फग, आउनले त आएन। पुरै पानी परिरह। के गर्ला है तैँले? तेरो रिकर्ड भइसक्यो? बाबाले देखाउँछु तैँले कुन आउल देखा प। अब यसो तेरो कम्प्लेन गर्छु बाबासँग। तँलाई बाल भनिदिन्छु पख तँले। तेरो एयरफोन किन दे एयरफोन भ्लग बनायो। म चाहिँ गाइस जान्छु रुममा। अहिले चाहिँ लाइटिङ छैन ल, अब लाइटिङ। सो रुममा जान्छु। जसले पत्याउनु हुँदैन मेरो ल्यापटप हो, हेर्नुहोस् प्रुफ हो, प्रुफ पुरै मेन प्रुफ चाहियो। अकाउन्ट छ, अकाउन्टै मेरो हो, नपत्याएर हुन्छ। सो गाइस यहाँबाट हेर्नुहोस् कुनै यस्तो प्रकारको भ्यू छ है, पुरै फगै फग छ, तर भ्यू वाल छ। सो गाइस अब रुमबाट पनि तल जाउँ। सो गाइस भोलि हुन त शनिबार हो, तर भिडियो बनाउँछ पनि भ्याइँदैन, त्यसरी बिजी हुन्छु। सो आजै बनाइदिएको। 1 महिना भइसक्यो। लास्ट टाइम मैले सायद मदर्स डेमा हालेको थिएँ होला, त्यहाँ धेरै रिस्पोन्स आएको थियो। 53 हो कि कति भ्युज आएको थियो। सो त्यो बेला हामी मर्निङ वाक गएको थियौँ, अहिले पनि याद छ मलाई। सो मम्मी कता गयो फेरि? फाइनली अहिले पानी अलिक कम भयो जस्तो थियो, फेरि पानी परि नै हाल्यो। पल्लहरू भाइले हेर्नु। ओइ सिमाङ्स, ओइ के छ? लाउँछ मोर सो अहिले डिस्टर्ब नगरौँ है।
ढोका लगाइरहेको छोडौँ पानी अहिले अलिक कम भएको जस्तो हो सो जाउँ अन्तै जाउँ अहिले त एयरफोनको केही पनि काम छैन होला अहिले निकाल्दिउँ फ्यान निकालेपछि अब हाम्रो गाउँको नोइज यस्तै हो अरू भनेको त्यस्तै होइन सो जाउँ मासतिर कतिर हुन्छ यो एयरफोन चाहिँ राख्छु म घर नि के अरे यता उतापट्टि पनि इन्डस्ट्री छ मतलब कारखाना छ बाबाले पनि काम गर्नुहुन्छ सो धेरै साउन्ड आउँछ त्यही भएर मैले एयरफोन लगाउनु पर्ने हुन्छ सो जाउँ भान्जा भाँडा जाउँ यसो केही गफ गरौँ मैले चाहिँ बाबा मोबाइलले गाउँमा पहिलोचोटि यस्तो लिएर घुमेको छु डर लाग्छ यो मेरो पर्सनल मोबाइल हो यो मेरो पर्सनल मोबाइल होइन यो म बाबाको मोबाइल माग्छु भिडियो बनाउँछु मेरो पर्सनल मोबाइल त छैन खासै बरु राम्ररी भिडियो हाल एडिटिङको लागि एउटा क्रम चाहिँ जियो छ अस्ति मैले देखाएको थिएँ नि आएको थियो मेरो नि सबै भ्लगमा फिक्स हो कि तिमी त देखिन्छै देखिन्छौ त्योभन्दा अगाडि मदर्स डेकोमा पनि देखाएको थिएँ हो कि भन चाहिँ हामी मास्तिर घुमेर जाने प्लान भएको छ ए दिदी पाक्नुमा पनि आउँछ त्यहाँ ए रानी दिदी के छ हालखबर तपाईँको के हालखबर तपाईँको त बनाउँछु नि एंगल पनि राम्ररी समाएर बनाएको हुन्छ नि सो गाइस यस्ता समाउनहरुलाई अँध्यारो पर्छ सो हेलो गाइस तिमी नहालै काटेर ल म काट्दिन सो गाइस उसको सब्स्क्राइबर एकदम विक छ सफल XZL हो सो च्यानललाई सब्स्क्राइब गरेर मसँग अघि रिक्वेस्ट गरेर तिम्रो सब्स्क्राइबर भन नि सब्स्क्राइब गरेर भनेर सो गाइस फेरि धेरै चाहिँ नगर्नु है ओभर चाहिँ नगर्नु है फेरि होइन जिस्काइदे होइन म भन्दा धेरै नगर्नु है गाइस गरे पनि गाइस उसको 100 पुर्याइनु अनि त नगरे पनि हुन्छ 200 पुर्याउनु चाहिँ आवश्यक चाहिँ छैन मलाई 100 पुरायो हुन्छ ल ठिक छ 100 नै पुर्याउनु त भने 200 तिमीले कसले पुर्याइरहन्छ सो गाइस अब हामी बजार जानको मैले मोबाइल चेन्ज गरेपछि मोबाइलबाट सिधै अर्को मोबाइल आउँदै जाउँ पसलतिर सही कन्टेन्ट बने यार सही थियो अहिलेसम्म त मैले हल्का अलिक कम्फर्टेबल ल्याइरहेको थिएँ भने बाबा अहिले ठुलो थियो नि त सो गाइस चाहिँ उसले लड्यो भने कन्टेन्ट हुन्छ अरे अब लडा त कन्टेन्ट बन्छ मेरो झन् गाइस मेरो चाहिँ पुरै कन्टेन्ट अरे कन्टेन्ट भने कन्टेन्ट यतै उडुङ्गे गर्छ र पो अनि लड्छ त हेर न मलाई बाबाले कराएन भने चाहिँ अनि तिमीलाई म हान्छु गोदाई अनि तिमीले अनि मेरो जिम्मा हुन्छ नि त तिम्रो अनि मेरो त के अरे मलाई त टेन्सनै छैन गाइस किनभने मेरो त रबर छ चिबिँदा पनि चिबिँदैन एकदम रफ छ उसको चप्पल अलिक स्मुथ छ क्या त्यही भएर चिप्लिन्छ स्केटिङ बरु फेरि लड्यो भने मेरो जिम्मा होइन भाइ गाइस जसले भन्नुहुन्छ नि उनीहरूले कसैले भन्नु हुँदैन नभन्नु हामी सौरभ जोली जस्तो होइन हाम्रो भ्लग चाहिँ स्क्रिप्टेड हुँदैन सिम्पली मेरो प्लान भयो भोलि ड्युसभरि मेरो फुर्सद पनि हुँदैन आज मौसमले साथ दियो है हिजो पनि बनाउँछु भनेको यार बनाएँ अब तिमीले मेरो भिडियो देखि के एलर्जी है भाइ तू मेरे से जलता है क्या अनि त्यो कुन बस्यो हो यो एउटै दामी छ त ओइ त्यो नखाऊ है त्यसो खानु हुँदैन बिच बाटोमा अहिले आल्चा सिजन सकिन्छ
जाउँ त्यही भएर त रामकुमार मामा छैन अँ त्यही भएर त रामकुमार मामा छैन फलेछ पहिला फलेको थियो त पहिला त हाम्रो घरमा पनि फलेको थियो कस्तो मुजो लामो मान्छे रहेछ गाइस पहिला हामी के भन्थ्यौँ भने यो रडहरू देखाएर हुन त यो रड नि पुरै रेल सिलिङको लागि हो होइन पहिला हामी नि पहिला ट्रेन गुड्थ्यौँ भन्थ्यौँ होइन त मेन र ऊ र म अझ होला भन तिमी झुटो नभएर त ऊ अनि म भन्थ्यो कुसान पनि भन्थ्यो कुसान मेरो सब्सक्राइबर हो हामी दुइटाको सब्सक्राइबर हो म उसको सब्सक्राइबर अब ऊ मेरो सब्सक्राइबर उसले होइन नि कति चालाक छ मैले उसको च्यानल सब्सक्राइब हानी है उसले मेरो च्यानल सब्सक्राइब हाने छैन आज बल्ल बल्ल हाने म नभएको ए सोना कलकत्ता जो उसले चिन्नु हुँदैन जो उहाँहरूले चिन्नु हुँदैन मलाई थाहा छैन उनीहरू कुन दुनियाँमा जिरहनु भयो द बिगेस्ट ऱ्यापर अफ द विश्वकर्माहरूले नेपालको होइन मिस्टर के थियो युट्युब च्यानल नाम द सुपर 777 विथ 1.59K सब्सक्राइबर्स हाम्रो रेसिपी त्यहीँ राख्छौ त भने गाइस हाम्रो रेसिपी त्यहीँ राख्छ आज स्कुल देखाएको छु पुरै उद्याउ फाइनली गएर आइसक्यौँ होला त्यहाँदेखि बसौँ कुरा गऱ्यौँ कति मजा आयो होइन पिङेपछि मजा आयो फाइनली हामी गयौँ बजार गयौँ आयौँ अब घर जान लाग्यो सिधै अझ तिम्रो घर सिधै जाउँ अब तिम्रो घर सिधै सुषमा दिदीले बोला खानु अब रोटी खानु भनेर अब उनको घर जाउँ किनभने सुषमा दिदीले बोला सुषमा दिदीले केही तोफात लग्नु पऱ्यो नि यार किन हामीले सोधेको थिएनौँ ए हुन्थ्यौ अब दिदी भाइमा केही पनि चल्दैन पागल भिडियो सुट भइरह गाइस हामी दुईजना सादा भएपछि एकदम हाँसी मजा घर चल्छ होइन ऊ इडियट हो म होइन ऊ एक प्रकारको पागल हो ऊ म होइन त्यो त म शान्तै हिँड्दा छु ऊ चल्दै चल्दै हिँड्दा जाने हो मलाई साँच्ची यार लिउ तिम्रो सम्पत्ति यो भित्र रिचार्ज छ ऊ रिचार्जदेखि एकदम डराउँछ किनभने रिचार्जले पुलिसले फोन लाग्छ पुलिसले ऊ एकदम डराउँछ के भयो ए हुन्थ्यो अब हिँड हेर भन्छु अब अनिल उनको चाहिँ पोपट भइसक्यो कोरियावाला पऱ्यो तर नम्बर क्लियर देखाएन गाली खायो अब ल हुन्छ मेरो जिम्मा ल म भन्छु नि कि भान्जाले किने हो भनेर सो गाइस फेरि अघि बाटोमा धेरै खुट्टा कति स्लिपी भइसक्यो गाइस ऊ यति नामर्द हो कि भनेर भन्न मिल्दैन गाइस फाइनल्ली घुमेर आइसक्यौँ मैले आफ्नो स्कुल गइसकेपछि बस्ने टुर पनि दिएँ भागो बल्ल बल्ल आयो है मिसन पास्ट गाइस हाम्रो रोटामै यस्तो भइसक्यो है यस्तो यसले के भन्छ रियलीमा मलाई पनि आउँदैन हजुरहरू कमेन्ट गर्नु होला म पनि आउँदैन के भन्छ यसलाई लिएन होइन आइ सुमित सो फाइनली हामी दुईजना गफ पनि गरिसक्यौँ अनि एकदम मजा बल पनि खेल्यौँ र यो भ्लगमा एन्ड गर्न चाहन्छु राम्रो लाग्यो भने लाइक गरिदिनु च्यानल हुन्छ भने सब्सक्राइब गरिदिनु मिल्छौँ अर्को नेक्स्ट भ्लगमा तबसम्मको लागि बाई